sinking like stone is all that we fall for. Homes, places we've grown, all of us are done for. And we live in a beautiful world. Yeah, we do, yeah, we do. We live in a beautiful world. It's your boy Soul Shrestha and you are watching my channel. It's all that we fall for. जय हो यो चाहिँ आवास अनि यो चाहिँ मनोज मेरो साथी अर्को मेरो जिग्री भाइ आवास अनि एउटा जिग्री साथी मनोज पनि छ आजको ब्लगमा आवासको नाति आवासको नातिले हेर्छ अब यो आजको चाहिँ इन्टेन्सन चाहिँ एकदम आफ्नो बारेमा साथीभाइको बारेमा र आफ्नो ठाउँको बारेमा हो र आज चाहिँ त्यही कुराहरू एक्सप्लोर गर्न चाहन्छु अनि स्टार्टिङै माई चण्डेश्वरी माईको टेम्पलबाट भइरहेको छ र यो चाहिँ मेरो धेरै पछिको ब्लग हो तपाईँहरूले मन पराउनुहुन्छ होला सायद जय हो चण्डेश्वरी माइकी माता चण्डेश्वरी माइकी जय मलाई चाहिँ सोयल श्रेष्ठले चाहिँ भ्लग गर्नुपर्छ जस्तो लाग्छ एकदम धेरै होइन किनभने लाइक एकदम एक्सप्रेसिभ होइन अनि जहाँ गए पनि रमाइलो गर्न सक्ने मान्छे चाहिँ हो यो भनेको होइन यहाँको एउटा चण्डेश्वरीको चाहिँ अब आरो न त्यो के को लागि गरे हो होइन मलाई मन नपरेको कुरा चाहिँ के सोयल हजुर जुन यो बत्ती बाल्नेहरू निकालेर छुट्टै राख्यो नि त एउटा चाहिँ अलिकति चित्त बुझाएन मलाई चाहिँ मलाई पनि त्यही कुरा चित्त बुझाएन तर यहाँ भएको भए चाहिँ दामी हुन्थ्यो होइन झन् बबालै हुन्थ्यो के छ केटाहरू सबै राम्रो छ एभ्रिथिङ अलराइट मोबाइल छ सबैले हेर्नै पर्ने भिडियो आज बेलुका आउँछ होइन हेर्नै पर्ने हुन्छ सबैले हेर्नै पर्ने एकचोटि लाइफमा एकचोटि मिस गरे नहुने भिडियो आउँदैछ यो चाहिँ मलाई चाहिँ एकदमै मनपर्ने ठाउँ बने भएको होइन यो चाहिँ एकदम हिडन जेम भन्छ होइन लाइक हुन्छ नि अब म कहिलेकाहीँ फ्रस्ट्रेट हुँदाखेरि म त्यो डाँडामा गएर प्रायः मान्छेलाई पनि थाहा छैन बनेपाको प्रायः मान्छेलाई पनि थाहा छैन होइन म त्यो ठाउँलाई चाहिँ मजाले एक्सप्लोर गर्न मन छ र मलाई आज त्यहीँ भ्लग गर्नु मन छ होइन We live in a beautiful world. Yeah, we do, yeah, we do. We live in a beautiful world. फेरि अफ भयो भन्दैछ अब लेट्स सी एकचोटि मनोजले गर्दाखेरि हुनु चाहिँ भएको थियो अब के हुन्छ फेरि त्यहाँ अड्केर बसिरहेको छ चिसो छ यता माथि डाँडामा छैन ओभर चिसो छ केही राम्रो कुरा देख्नलाई यस्तो नभइकन जर्नी फेरि रमाइलो पनि हुँदैन कि यहाँबाट हिँड्दै गयो भने सर्टकट छ नि केटा त्यहाँ माथिसम्म We live in a beautiful world. सनसेट अब ठ्याक्क जानला होइन बबालै देखिरहेछ होइन अब केटाहरू चाहिँ हिँड्दै हिँड्दै आइरहेछ अब त्यही हो अब लगले साथ नदिया भन्ने के भन्ने यो थाहा छैन तर एकदम रमाइलो एउटा सनसेट चाहिँ राम्रो छ हेर्न पाइएन त्यही दुःखको कुरा हो त्यही पनि ठिक छ वी आर गोइङ बेटर र बेटरै जाँदैछौँ अरूहरूको लागि चाहिँ अरू हेर्नको लागि चाहिँ युट्युबमा हेर्नु We live in a beautiful world. सबैभन्दा बेस्ट चाहिँ अब राइड गर्दा होस् भोक लागेमा चाहिँ वाइफाई खानु भने बेस्टै भइरहेको छ डाँडामा बसेर वाइफाई खानु चाहिँ बबाल हो प्लस हिमालमा के गोल्डे लाइट
अन्धकारमा पनि तारा चम्किन्छ त्यही ज्योतिको किरण बनी उज्यालोको किरण काम बनिदिन्छ आशा छ आशा राखिरखौँ हौसला छ जोस राखिरखौँ जो जहाँ गए पनि ए मेरो साथी मेरो लागि अलि मायाको ठाउँ राखिरखौँ